बहिनी तिमीले यो वर्ष भाइटिका लाउँछौ नै लगाउँदिन लाउनु मन छ छ ल बधाई छ त्यसले एउटा नम्बर चुज गर 1 देखि 10 सम्म 10 तिमीले 10 मिनट्स भित्र जतिजना भाइलाई टिका लगाइदिन सक्छौ म त्यो इन्टु 250 रुपिस दिन्छु 100 जनालाई लगाइदियो भने उसले 25,000 रुपियाँ जित्छ तिम्रो 10 मिनट चाहिँ सुरु हुन्छ ल स्टार्ट 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 फर्स्टमै प्रनि स्टोरतिर कुदिरहेछ है बाइ द वे यो चाहिँ हाम्रो नयाँ पसल हो फर्स्टमा उसले प्रनि स्टोरको स्टाफलाई टिका लगाइदियो त्यो सकिने बित्तिकै अरू भाइ खोज्न गयो यो च्यालेन्जमा बहिनीले जतिजनालाई भाइ टिका लगाइदिन्छ त्यति पैसा कमाउँछ बहिनी प्राइम मिल्खा सिंहको स्पिडले सबैलाई पालै पिलो सोध्दै गइरहेको थियो के म तपाईलाई भाइटिका लगाउन सक्छु के म तपाईलाई भाइटिका लगाउन सक्छु के म तपाईलाई भाइटिका लगाउन सक्छु धेरैजनाले यस भने कतिले नो पनि भने तर यो च्यालेन्जको मेन अब्जेक्टिभ यङ अडियन्सले कल्चर प्रमोट गर्नु र यो वर्ष टिका लाउन नपाएको दाजुभाइलाई टिका लगाइदिनु हो अलमोस्ट 4 मिनट हुन आँटेको छ यो चाहिँ थर्ड हो बहिनीको हाम्रो फोर्थ टिका हो यो चाहिँ मसला एक्सचेन्ज भइसक्यो अब हजुर दिदी बहिनी भयो अबदेखि बहिनीको नाम बहिनीको नाम सिजन मेरो नाम टेकराज यो चाहिँ हाम्रो फिफ्थ टिका अलमोस्ट 9 मिनट्स हुन आँटेको छ बहिनीले अहिलेसम्म 5 जनालाई लगाइदिइसक्यो के म तपाईलाई भाइटिका लगाउन सक्छु अब 10 मिनट्स हुन आँटिसकेको छ अब ऊ चाहिँ हाम्रो आजको लास्ट टिका हुन्छ जस्तो छ सो हाम्रो 10 मिनट चाहिँ सकिसकेको छ यो चाहिँ सिटी सेन्टर हो ठ्याक्क हाम्रो पसल तल सेकेन्ड फ्लोरमा छ हामी त्यतै जान्छौँ बहिनीले चाहिँ भर्खर 6 जनालाई भाइटिका लगाइदिएको छ अनि जतिजनालाई नि भाइटिका लगाइदिएको थियो सबैको नाम र नम्बर चाहिँ हामीले यहाँ लेखेको छौँ सो द्याट नेक्स्ट इयर उसलाई फेरि लाउन मन लाग्यो भने सेम मान्छेसँग लाउन पाउँछ यस उसले अल टुगेदर 10 मिनटमा 1500 रुपियाँ जितेछ यो वर्ष मेरो पनि भाइटिका छैन तिमीले मलाई भाइटिका लगाइदियो भने म त्यसमा एडिसनल 500 रुपियाँ थपिदिन्छु हुन्छ मेरो नि यो वर्ष टिका थिएन सो मलाई नि एकदम लाउनु मन थियो मलाई नि लाउनु मन थियो एकदमै त्यही भएर पनि हल्का यो भिडियो बनाएको हो लाम्की भनेर ल बधाई छ अब यत्रो 2000 को चाहिँ के गर्ने पिगी ब्याङ्कमा राख्ने बाइ द वे गाइज यो भिडियो चाहिँ मैले प्रनि स्टोरको नयाँ आउटलेटमा खिचेको हो काठमाडौँमा अब खोलिसक्यो प्रनि स्टोर सिटी सेन्टर सेकेन्ड फ्लोर कमल पोखरी एक्ज्याक्ट लोकेसन चाहिँ सबै एयरबड्सहरू चाहिँ अहिले 50% अफमा छ नोइज भन्ने ब्रान्ड हो इन्डियाको नम्बर 1 कम्पनी र वर्ल्ड वाइड स्मार्ट वाच सिपिङमा नम्बर 3 पुगेको ब्रान्ड हो इन्डिया भन्दा सस्तो रेटमा दिइरहेछौँ एयरबड्स र स्मार्ट वाचको स्टार्टिङ प्राइस नै जम्मा 1500 रुपिसबाट छ हजुरहरू काठमाडौँ नजिक हुनुहुन्छ भने अब डाइरेक्ट प्रनि स्टोरको काठमाडौँ ब्रान्च आउँदा हुन्छ